बालेन सरकारले किन सुकुम्बासी बस्ती उठाए, किन खोला छेउछाउको बस्ती उठाए, त्यो कुरा त जनताले अहिले स्पष्ट देखिसक्नु भएको छ हैन। यही हुन्छ, यही दिन आउँछ भनेर सरकारले नै जनता बचाउन खोजेर नै सुकुम्बासी बस्ती उठाएको हो र खोला छेउछाउको बस्ती उठाएको हो। तर त्यो कुरा जनताहरूले बुझेनन्। अब अहिले याद आएको होला सायद बालेन सरकारले किन यस्तो गरेको रहेछ भन्ने कुरा। यो दृश्य हेर्दा कसको आँखाबाट आँसु झर्दैन होला, कसको मन छिया हुँदैन होला, भन्न पनि सकिँदैन के। यो दृश्य हेर्दा हेर्दा आजको दिन साह्रै नरमाइलो लागिरहेको छ।